आफ्नो काम गरिरहँदा ज्यान मार्ने सम्मको धम्की र ज्यान मार्नको लागि रकमको लेनदेन भएको पुष्टि भइसक्दाखेरि भोलिका दिनमा कुन तहबाट चाहिँ काम गर्न सक्ने अवस्था बन्ला संस्थाका रूपमा मैले बताएको त्यो संस्थाको एउटा यो सम्मानित व्यक्तिलाई त्यो तहसम्मको थ्रेट हुन सक्ने रहेछ नि त। व्यक्तिका रूपमा नजाउँ, भोलि पनि त्यस्तो थ्रेट होला अन्य आयुक्तज्यूहरूलाई पनि होला। जसरी प्रधानमन्त्री कार्यालयमा सुनेर राखियो तपाईहरुलाई भन्ने प्रश्न पनि आयो, त्यसैगरी अरू कसैले पनि यो ज्यान जोगाउँछु बरु यसलाई मुद्दा लगाइदिन्छु भन्ने ठाउँमा उहाँहरू पुग्नु नसक्ने वातावरण सृजना हामीले कसरी गर्ने होला। र अर्को उहाँहरूले बताउनु भएको छ कि कसरी यसलाई सुधार गर्न सकिन्छ भन्ने मुलुक बाहिरको मैले कुरा गरिहालेँ र मिसिल प्राप्तिका कुराहरूमा पनि उहाँहरूले गर्नुभएको छ। अर्को एउटा गम्भीर कुरा पनि आएको छ, मैले सबै कुरा अरू साथीबाट आएको हुनाले मैले एउटा संस्थाका हिसाबले संस्थालाई बलियो बनाउनु पनि एउटा जिम्मेवारी भएको हिसाबले म अलिकति संस्थाका विषयमा बढी बोलेको अर्थ नलागोस् विषय र प्रसङ्गले म बताउन चाहन्छु। आफ्नो लागेको आरोपको बारेमा त उहाँहरूले बताउनु नै हुन्छ होला, तर व्यक्तिगत रूपमा म गइनँ। म व्यक्ति प्रेम राईलाई चिन्दिनँ। म सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तको कुराकानी गरिरहेको छु। एउटा बहालवाला प्रमुख आयुक्तलाई ज्यान मार्ने धम्की दिएर त्यो ज्यान मार्ने धम्की मात्र होइन पैसा त्यसमा दिएको प्रमाणित भएको अवस्थामा बसेर काम गर्नु पर्दाखेरिको एउटा मानसिक त्यो टर्चर पनि आफैमा एउटा हामीले ध्यान दिनुपर्ने विषय हो। मेरो यो स्टेटमेन्टले एकछिनका लागि सम्मानित अख्तियार दुरुपयोगका होल टिमलाई राहत मिल्यो होला, मेरो कुरा भनिदियो होला भन्ने कुरा बेग्लै कुरा होला। त्यो पनि उहाँहरूलाई अपेक्षा होस्, त्यो हुनु पनि पर्छ। किनभने आफ्नो जिम्मेवारी पूरा गर्दा आफ्नो काम गरिरहँदा ज्यान मार्ने सम्मको धम्की र ज्यान मार्नको लागि रकमको लेनदेन भएको पुष्टि भइसक्दाखेरि भोलिका दिनमा कुन तहबाट चाहिँ काम गर्न सक्ने अवस्था बन्ला संस्थाका रूपमा मैले बताएको त्यो संस्थाको एउटा यो सम्मानित व्यक्तिलाई त्यो तहसम्मको थ्रेट हुन सक्ने रहेछ नि त। व्यक्तिका रूपमा नजाउँ, भोलि पनि त्यस्तो थ्रेट होला अन्य आयुक्तज्यूहरूलाई पनि होला। त्यसकारणले यी कुराहरूमा पनि हामीले छलफल गर्नुपर्छ। त्यो पदले आफूलाई सुरक्षित त्यस्तो दबावमा गन पोइन्टमा गरेको निर्णय भोलि त्यसले पनि प्रभाव पार्ला नि त। जसरी प्रधानमन्त्री कार्यालयमा सुनेर राखियो तपाईहरुलाई भन्ने प्रश्न पनि आयो, त्यसैगरी अरू कसैले पनि यो ज्यान जोगाउँछु बरु यसलाई मुद्दा लगाइदिन्छु भन्ने ठाउँमा उहाँहरू पुग्नु नसक्ने वातावरण सृजना हामीले कसरी गर्ने होला।